सबैलाई नमस्कार। नेपाल सरकार कार्यविभाजन नियमावली 2083 को अर्थ मन्त्रालय, यो चाहिँ नासुको तृतीय पत्रको पहिलो च्याप्टर हो। त्यसको आज हामी अर्थ मन्त्रालयको काम कर्तव्य अधिकारको विषयमा हजुरहरूलाई सहजीकरण गर्ने कोसिस गरिरहेका छौँ। यसमा चाहिँ 18वटा मन्त्रालयको काम कर्तव्य अधिकार पढ्नुपर्ने हुँदा हुबहु कण्ठ गर्न गाह्रो हुन्छ। त्यही भएर थोरै यसलाई क्लस्टर गर्दै सजिलो तरिकाले पढ्ने ट्राई गर्नेछौँ है त। अब के हो त अर्थ मन्त्रालयको काम। अब सुरुमा यसमा चाहिँ मैले विभिन्न क्लस्टरमा विभाजन गरेको छु। त्यसमा पहिलो नम्बरमा रहेको छ नीति तथा कानुन होइन। अब यसले अर्थ मन्त्रालयले के सम्बन्धी नीति र कानुन बनाउँछ त भन्ने कुरा छ। आर्थिक तथा अब अर्थ मन्त्रालय नै भनेर नामै अर्थ मन्त्रालय भए पछाडि यसले आर्थिक तथा वित्त सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन गर्छ। त्यस्तै गरेर आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीतिको तर्जुमा र कार्यान्वयन गर्ने भयो। त्यस्तै गरेर विकास सहायता सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र अनुगमन गर्छ। त्यस्तै गरेर राजस्व सम्बन्धी नीति, कानुन, मापदण्ड प्रक्षेपण र कार्यान्वयन। त्यस्तै गरेर सार्वजनिक खर्च सम्बन्धी नीति, कानुन, कार्यान्वयन र नियमन। त्यस्तै गरेर आर्थिक कार्यविधि सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन। त्यस्तै गरेर धितोपत्र तथा कमोडिटी बजार सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन। त्यस्तै गरेर बिमा सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन। अब हजुरहरूले यो नीति, कानुन, मापदण्ड र नियमन भनेर घोकिरहनु पर्दैन। अब यो चाहिँ सम्झिने एउटामा होइन के रहेछ भन्दाखेरि नीति, कानुन, मापदण्ड र नियमन भनेर सम्झिनु। अनि पछाडि आर्थिक तथा वित्त सम्बन्धी नीति, आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति, विकास सहायता सम्बन्धीको नीति, राजस्व सम्बन्धी नीति, सार्वजनिक खर्च सम्बन्धी नीति, आर्थिक कार्यविधि सम्बन्धी नीति। यो हामीले पढ्नुपर्ने च्याप्टर नै हो, आर्थिक कार्यविधि भनेर। यो थर्ड पेपरकै खण्ड ग को अलि पछाडिको च्याप्टरमा छ यो चाहिँ। त्यस्तै गरेर धितोपत्र तथा कमोडिटी बजार सम्बन्धी नीति भयो। अनि बिमा सम्बन्धी नीति पनि के गर्दो रहेछ, यो अर्थ मन्त्रालयमै पर्दो रहेछ। अहिलेको अर्थ अर्थमन्त्रीले भनिरहनु भएको छ नि, बिमा चाहिँ हामीले कन्टिन्यू गर्न सक्दैनौँ भनेर किन भन्नुभएको रहेछ त भन्दाखेरि यो चाहिँ अर्थ मन्त्रालयकै कामभित्र पर्दो रहेछ कि कहिलेकाहीँ चाहिँ हामीले यसरी पनि उहाँले बोलेका कुराहरूलाई सुन्दै जाँदाखेरि पनि यो काम चाहिँ उहाँको अन्डरमा रहेछ है भनेर सम्झिन सक्छौँ नि त होइन। अहिलेको अर्थमन्त्रीले अब बिमा सम्बन्धी चाहिँ यसलाई छुट्टै प्रियत रूपमा लानुपर्ने छ होइन, यसलाई नसकिने अवस्था छ, अहिलेकै अवस्थामा बिमा धान्न सरकारले नसक्ने अवस्था छ भनेर भन्नुभएको छ नि। यो किन भन्दाखेरि यो काम अर्थ मन्त्रालयको हो। अर्थ मन्त्रालयले यो विषयमा काम गरिरहँदाखेरि अब सक्दैन जस्तो फिल भयो उहाँलाई, अनि त्यो भएर उहाँले त्यो भन्नुभएको के। अब त्यस्तै अब फेरि यो भनेको कुरा ठिक हो कि होइन भन्ने कुरा फेरि अर्को होला। मैले हजुरलाई सम्झाउनुको लागि, बुझाउनुको लागि चाहिँ यति कुरा गरे हो है। फेरि त्यस्तै गरेर बजेट, सार्वजनिक खर्च तथा वित्तीय कार्यविधि भनेर भनेको छ। यसले बजेट सम्बन्धी कुराहरू गर्छ अनि सार्वजनिक खर्चका विषयमा यसले हेर्छ। त्यस्तै गरेर वित्तीय कार्यविधिसम्म के हेर्छ त भन्दाखेरि सङ्घीय सञ्चित कोष तथा अन्य सरकारी कोष सञ्चालन होइन। हामीले यो सङ्घीय सञ्चित कोष भन्ने त सुब्बाको सेकेन्ड पेपरको थर्ड खण्डमा पढ्नुपर्छ नि। त्यो सङ्घीय सञ्चित कोषमा के पर्छ भनेर होइन 15वटा छन् नि त्यहाँनिर कि 10वटा छन् के अरे धारा कता गयो इरेजर, धारा 115 देखि 125वटा छन् नि होइन। धारा 115 देखि 125सम्म कतिवटा छन्, 10वटा छन् आर्थिक कार्यप्रणालीमा। आर्थिक कार्यप्रणालीको धारा 116मा के छ भन्दाखेरि सङ्घीय सञ्चित कोष सम्बन्धी त्यो कुराहरू छ नि होइन। हो त्यो सम्बन्धी कुरा चाहिँ हामीले यो सेकेन्ड पेपरमा पढ्नुपर्छ। हो त्यो सम्बन्धी कुरा पनि अर्थ मन्त्रालयले हेर्दो रहेछ। अनि बजेट, अनुगमन, तर्जुमा, कार्यान्वयन र नियमन गर्दो रहेछ। त्यस्तै गरेर तिनै तहको आन्तरिक वैदेशिक ऋण तथा अनुदान नीति होइन। अब यो चाहिँ हाम्रो यो आन्तरिक यो वैदेशिक ऋण लिने अनुदान नीतिहरू चाहिँ कोर फङ्सन हो, राज्यको कोर फङ्सन हो होइन। अनि यो ऋण चाहिँ कसले लिन्छ, यो अनि वैदेशिक ऋणहरू अनि अनुदान सम्बन्धी कुराहरू चाहिँ कसले गर्छ, यो सङ्घले गर्छ। सङ्घको पनि कसले गर्दो रहेछ भन्दाखेरि अर्थ मन्त्रालयले गर्दो रहेछ होइन। त्यस्तै गरेर पारिश्रमिक भत्ता, पेन्सन, आर्थिक दायित्व सम्बन्धी विषय जस्तो अहिले छ नि, अहिले चाहिँ के भयो, निजामती कर्मचारीहरूको पारिश्रमिक बढ्यो होइन।
अब यो बढाउने कि घटाउने भन्ने कुरा कसले गर्दो रहेछ? यो चाहिँ अर्थ मन्त्रालयले गर्दो रहेछ होइन। जस्तो हजुरले बुझ्नुहुन्छ नि, यसको सरकार आए पछाडि अथवा यो अर्थमन्त्री यो आए पछाडि तलब बढ्छ भन्ने हामीले हल्ला सुनिरहेको हुन्छौँ नि, यो किन हो भन्दाखेरि यसरी पनि हामीले कमेन्ट गर्न सक्छौँ है। त्यो सम्झिने आइडियामा चाहिँ जस्तो हजुरले सुनिरहेको हुनुहुन्छ यो अर्थमन्त्री आए पछाडि सेयर बजार बढ्छ, यो अर्थमन्त्री आए पछाडि चाहिँ के गर्छ तलब बढ्छ अथवा यसको सरकार आए पछाडि बढ्छ भन्ने सुनिरहेको छौँ नि। यो अर्थमन्त्री आए पछाडि किन बढ्दो रहेछ भन्दाखेरि यो पारिश्रमिक भत्ता पेन्सन आर्थिक दायित्व सम्बन्धी विषय कसले हेर्दो रहेछ? अर्थ मन्त्रालयले हेर्दो रहेछ क्या। अनि त्यो अर्थ मन्त्रालयले हेरिसके पछाडि त्यो श्रेय त उसलाई जाने भयो नि त त्यो हिसाबले होइन। त्यस्तै गरेर सार्वजनिक खर्च सम्बन्धी नीति कानुन नियमन छ, तिनै तहबीच वित्तीय हस्तान्तरण सम्बन्धी नीति हामीले वित्तीय हस्तान्तरण भनेर पढ्छौँ नि। जस्तो कि सङ्घ प्रदेश र स्थानीय तहमा होइन अब कति पैसा हस्तान्तरण गर्ने, जस्तो कि सङ्घले चाहिँ प्रदेशलाई र स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्छ, पैसा हस्तान्तरण गर्छ प्रत्येक बजेटमा, बजेट मार्फतै गर्छ। सङ्घले कति दिने भन्ने कुराहरू हुन्छ कि त्यहाँनिर, त्यो चाहिँ कसले गर्दो रहेछ? त्यो चाहिँ कसले हेर्दो रहेछ? यो सम्बन्धी कुराहरू चाहिँ कसले गर्दो रहेछ? यो नीतिहरू कसले बनाउँदो रहेछ भन्दाखेरि अर्थ मन्त्रालयले बनाउँदो रहेछ होइन। त्यस्तै गरेर अब हामी अर्को नोटमा जाउँ, अर्को स्लाइडमा राजस्व र कर सम्बन्धी कुराहरू पनि कसले हेर्छ? राजस्व र कर सम्बन्धी कुराहरू पनि कसले गर्छ भन्दाखेरि अर्थ मन्त्रालयले हेर्छ। अहिले चाहिँ राजस्व र त्यो कर सम्बन्धी त्यो बजेट नआउँदै कर सम्बन्धी कुराहरू लिक भयो भनेर यो विवाद आइरहेको छ नि होइन। अब त्यो फेरि मैले विवादतिर तान्न खोजेको होइन कि हजुरलाई सम्झाउनुको लागि है। अनि त्यो किन आएको रहेछ? अनि त्यो भएर अहिले अर्थमन्त्री हटाउनुपर्छ भनेर त्यो कर सम्बन्धी त्यो विषयमा बजेट अगाडि चलखेल भएको छ, त्यही भएर अर्थमन्त्री हटाउनुपर्छ भनेर संसदमा कुरा चलिरहेको छ नि त। त्यो किन त्यो अर्थमन्त्री नै हटाउने किन भनेको रहेछ त भन्दाखेरि यो चाहिँ अर्थ मन्त्रालयको काम रहेछ कि यो राजस्व हेर्ने, करको दायरा घटबड गर्नेदेखि लिएर यो कुराहरू चाहिँ कसको रहेछ? अर्थ मन्त्रालयको काम रहेछ। अनि यहाँनिर केही गडबड भयो, गल्ती भयो भने त त्यो रेस्पोन्सिबल को हुनु पर्यो? अर्थमन्त्री हुनु पर्यो नि त। अनि हटाउने कसलाई त? अथवा यसमा राम्रो गर्यो भने श्रेय कसलाई दिने त? अर्थमन्त्रीलाई दिने। यसमा अब अलिकति नराम्रो खबरहरू आयो यो सम्बन्धी भने यसमा कारवाही कसलाई गर्ने त भन्दाखेरि अर्थ मन्त्रालयलाई गर्ने होइन, अर्थमन्त्रीलाई गर्ने। त्यो भएर आएको यो सम्बन्धी कुराहरू होइन। जस्तो राजस्व प्रशासन सञ्चालन र सुदृढीकरण होइन, राजस्व प्रशासनको सञ्चालन गर्नु पर्यो, त्यसलाई सुदृढीकरण गर्नु पर्यो। त्यस्तै गरेर राजस्व सम्बन्धी तथ्याङ्क अभिलेख र सूचना आदान प्रदान, जस्तो कि यो वर्ष राजस्व कति उठ्यो, कति यो किन गर्नुपर्छ भन्दाखेरि यो बजेट बनाउने बेलामा फेरि बजेटको कुरा आइरह्यो, अर्थ मन्त्रालय भने पछाडि बजेट आइरहन्छ कि होइन। अब राजस्व सम्बन्धी तथ्याङ्क अभिलेख र सूचना किन चाहियो होला भन्दाखेरि बजेटको आकार कति हुने, अनि यो वर्षभरि चाहिँ त्यो देशको आर्थिक प्रशासन कसरी सञ्चालन गर्ने भन्ने कुरा चाहिँ राजस्वको तथ्याङ्क चाहिन्छ कि कति राजस्व उठ्ला होइन, पोहोर कति उठेको थियो, यो वर्ष चाहिँ सम्भावित कति उठ्न सक्ला, यो कुराको के गर्ने विश्लेषण गरेर चाहिँ बजेटहरू बन्छ। त्यही अनुसार चाहिँ सरकारले आफ्नो के गर्छ, प्राथमिकताका आधारमा चाहिँ के गर्छ, योजनाहरू तयार पार्छ। त्यो भएर चाहिँ राजस्व सम्बन्धी तथ्याङ्क अभिलेख र सूचना के गर्नुपर्छ, सङ्कलन गर्नुपर्छ, यो आदान प्रदान गर्नुपर्छ। यो काम कसले गर्दो रहेछ भन्दाखेरि अर्थ मन्त्रालयले गर्दो रहेछ होइन। अब राजस्व चुहावट नियन्त्रण गर्ने काम पनि कसको रहेछ? अर्थ मन्त्रालयको रहेछ होइन। त्यस्तै गरेर कर र गैर करको लक्ष्य निर्धारण, सङ्कलन र बाँडफाँड भनेको छ। अनि अर्को चाहिँ कर भन्सार सम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय समन्वय र सम्झौता, यो पनि कसले गर्ने भयो? अर्थ मन्त्रालयले गर्ने भयो होइन। त्यस्तै गरेर वित्तीय क्षेत्र र वित्तीय बजार भनेको छ केन्द्रीय बैङ्क सञ्चालन र मौद्रिक नीति। प्रत्येक वर्ष आउँछ नि मौद्रिक नीति, कहिले आउँछ भन्दाखेरि श्रावण 1 देखि 30 को बिचमा अथवा त्यो श्रावण महिनामा आउँछ वित्तीय नीति होइन, त्यो मौद्रिक नीति, वित्तीय नीति। अनि हजुरले याद गर्नु क्या हुन्छ त्यो चाहिँ अर्थमन्त्री आइसके पछाडि राष्ट्रिय ब्याङ्कको गभर्नरसँग ट्युनिङ मिल्यो, अनि मौद्रिक नीति राम्रो आयो, अनि सेयर बजार राम्ररी बढ्यो भनेर यो कुराहरू सुनिन्छ कि। जस्तो कि यो अर्थमन्त्री आए पछाडि चाहिँ यसको चाहिँ सम्बन्ध के अरे ब्याङ्कको गभर्नरसँग, राष्ट्रिय ब्याङ्कको गभर्नरसँग राम्रो छ, राम्रो मौद्रिक नीति आउँछ, पोजिटिभ मौद्रिक नीति आउँछ, अनि सेयर बजार बढ्छ भन्ने खालको कुराहरू न्युजहरू आइरहन्छन् कि। यसलाई पनि कनेक्ट गर्न सकिन्छ है। हजुरले सेयर बजारतिर पनि अलिअलि कारोबार गर्दै हुनुहुन्छ भने अथवा त्योतिर पनि इन्ट्रेस्ट छ भने यो कुरालाई सम्झिन चाहिँ सजिलो हुन्छ। अनि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी नीति कानुन र नियमन पनि अर्थ मन्त्रालयले गर्दो रहेछ। विदेशी मुद्रा नियमन र नियन्त्रण गर्दो रहेछ। त्यस्तै गरेर सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्य पनि कसले गर्दो रहेछ? अर्थ मन्त्रालयले गर्दो रहेछ होइन। त्यस्तै गरेर निक्षेप तथा कर्जा सुरक्षण कोष सम्बन्धी कार्य पनि अर्थ मन्त्रालयले गर्दो रहेछ। त्यस्तै गरेर वैदेशिक सहायता छ,
अब अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व ब्याङ्क भनेको WB, IMF, ADB सँग सम्पर्क र समन्वय, यो भनेको चाहिँ के हो, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू हुन् होइन। WB, IMF, ADB चाहिँ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू हुन्। योसँग सम्पर्क र समन्वय कसले गर्छ, अर्थ मन्त्रालयले गर्छ नि। यो अर्थ सम्बन्धी कुरा छ त होइन, यो पैसा सम्बन्धी कुराहरू छ भनेपछि यो कसले गर्ने भयो, अर्थ मन्त्रालयले गर्ने भयो। त्यस्तै गरेर वैदेशिक ऋण अनुदान दात्री निकायसँग सम्झौता तथा कार्यान्वयन भनेको छ, यो पनि कसले गर्ने भयो भन्दाखेरि हाम्रो अर्थ मन्त्रालयले नै गर्ने भयो होइन। अर्थ मन्त्रालयले किन गर्छ भन्दाखेरि यो चाहिँ राज्यको कोर फङ्सन हो, राज्यको कोर फङ्सन सङ्घले गर्छ र सङ्घको पनि के गर्छ, वैदेशिक ऋण सम्बन्धी अनुदान सम्बन्धी कार्यहरू चाहिँ कसले गर्दो रहेछ, अर्थ मन्त्रालयले गर्दो रहेछ है। त्यस्तै गरेर लेखा परीक्षण तथा सार्वजनिक संस्थान कोष भनेको छ सरकारी लेखा तथा लेखा प्रणाली यो सम्बन्धी कामहरू हेर्ने भयो। त्यस्तै गरेर महालेखाको कार्यालयसँग सम्बन्धित कार्यहरू पनि यसले गर्ने भयो होइन। त्यस्तै गरेर महालेखा नियन्त्रकको कार्यालय सम्बन्धित कार्यहरू पनि यसले हेर्ने भयो। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, अवकाश कोष सम्बन्धी कार्यहरू पनि यसले हेर्ने भयो। अब मैले यसरी क्लस्टरमा गरिदिएको छु, यो सबै सम्झिनुपर्छ भन्ने छैन। हजुरले प्रत्येक क्लस्टरबाट 4-4वटा पोइन्टहरू अथवा 5-5वटा पोइन्टहरू पढेर ती 3वटा पोइन्टहरू सम्झिनु भयो भने पनि 1, 2, 3, 4, 5वटा 6वटा यसरी हेर्दा 6 3 18वटा पोइन्ट त भइसके। 18वटा पोइन्ट भनेको के हो, 10 मार्क्सको लागि इनफ मार्क्स हो कि यो चाहिँ 10 मार्क्सकै लागि आए पनि हो, यो यतिले पुग्छ होइन। लगभग हजुरले यताउति गरेर 18वटा मतलब 4-4वटा अथवा 5-5वटा पढ्नुभयो भने 6 30वटा पढ्नुहुन्छ, 4-4वटा पढ्नुभयो भने 24वटा पोइन्ट पढ्नुहुन्छ। 24वटा पोइन्ट पढ्नुभयो भने पनि 20वटा सम्झिनुभयो भने लगभग पुग्छ। हजुरलाई यहाँबाट जुन जुन सजिलो लाग्छ, आफूसँग जुन जुन विषयहरू हजुरले त्यो समाचारहरूसँग अथवा आफूसँग रिलेट गरेर पढ्न सक्नुहुन्छ त्यो कुराहरू पढ्नुहोस् है। सबै कुरा घोक्नुपर्छ भन्ने छैन। अब यहाँनिर यति पार्ट त लगभग यो नघोक्नुपर्ने पार्ट हो नि त होइन। आर्थिक तथा वित्तीय सम्बन्धी नीति हो, आर्थिक स्थायित्व र मूल्य स्थिरता भनेर पढ्नु, वैदेशिक सहायता सम्बन्धी नीति। अब यो वैदेशिक सहायता नीतिको तर्जुमा भनेर पढिरहनु परेन कि, वैदेशिक सहायता मात्रै पढे भयो नि, नीतिको तर्जुमा कार्यान्वयन र अनुगमन त हजुरले आफैले बुझिहाल्नुहुन्छ होइन। यो नीतिको पार्टमा यो पछाडि त आफैले थप्दिए भइहाल्छ होइन। त्यो हिसाबले पढ्नु होला। र हजुरलाई यो भिडियो कस्तो लाग्यो, सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। यस्तै हजुरहरूलाई सहयोग हुने खालका अन्य भिडियोहरू पनि ल्याएर हामीले सहजीकरण गर्ने कोसिस गर्नेछौँ। हरेक दिन नयाँ नयाँ पोस्ट हाल्ने, नयाँ नयाँ मन्त्रालयको कामहरू र प्रत्येक दिन एउटा भिडियो पोस्ट गर्ने चाहिँ हाम्रो लक्ष्य रहेको छ। अब त्यो अनुसार अलिकति काम हुन सकिरहेको छैन। हजुरलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। धन्यवाद। हजुरहरूको समय अध्ययनशील रहोस्।